दर्शकवृन्द नमस्कार, म देवकोटा कान्छा मनोज। तपाईँ हेटौडा टुडेको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट हामीलाई यो भिडियो हेरिराख्नु भएको छ। आज हामी हेटौडा उपमहानगरपालिकाको 5 नम्बर वडामा आइपुगेका छौँ। 5 नम्बर वडामा के भइराखेको छ, यहाँको विकास, यहाँको विभिन्न खालका अन्य गतिविधिहरू के कसरी सञ्चालन भइराखेका छन्, यसको फेरिफेरिमा आज हामी 5 नम्बर वडाका वडा अध्यक्ष सुशील घिमिरेसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छ। 5 नम्बर वडाको विकास समग्र गतिविधिहरू अहिले आर्थिक वर्षको एकदम अन्त्यतिर पनि छौँ हामी, होइन? कसरी सञ्चालन भइराखेका छन्? 5 नम्बर वडाको विभिन्न किसिमका विकासका गतिविधिहरू अहिले एकदम तीव्र गतिमा भइरहेको छ। अहिले हाम्रो लगभग प्रत्येक टोलहरूमा ढलनाला लगायत बाटो स्तरीकरणका कामहरू एकदम तीव्र गतिमा चलिरहेको छ। त अब यो आर्थिक वर्षको अन्त्यतिर पनि छौँ हामीहरू, होइन? र हेटौडामा प्रत्येक वर्ष चाहिँ तपाईँको वडा सबभन्दा बढी डुबानको सम्भावित क्षेत्रभित्र पनि पर्छ र यो वडामा बसोबास गर्ने वडाका बासिन्दाहरू चाहिँ यो पानीको कारणले हैरानी बेहोर्न परिराखेको छ। यसलाई यहाँहरूले कसरी व्यवस्थापन गरिराख्नु भएको छ अहिले? यो आबोमा हामीले विभिन्न किसिमका मन्त्रालयहरूसँग समन्वय गरेर राजकुलोको लागि भनेर हामीले धेरै कामहरू गरेका छौँ। जस्तै अब कर्रा खोलाको छेउदेखि हामीले लगभग लट्टीनाथ टोलसम्म त्यो डुबानको जुन एउटा डुबानग्रस्त सिमानाहरू छ त्यो ठाउँमा चाहिँ प्रमुख रूपमा चाहिँ हामीले घर टहराहरू भत्काएर कुलोको नाप नक्सा बमोजिम हामीले लगभग 2 चाहिँ मिटरमा बगिरहेको पानीलाई वास्तविक कुलोको नक्सा पत्ता लगाएर लगभग 10-12 मिटरको चाहिँ अहिले कुलो चाहिँ उसको जमिन अनुसार चाहिँ हामीले पत्ता लगाएर त्यसलाई इस्काभेटरले खनेर अहिले गहिरिएर चाहिँ यो डुबानको समस्याबाट चाहिँ हामी छुटकारा पाउनको लागि यी कामहरू अहिले हामीले गरिरहेका छौँ। त अब अलिकति डुबानको कुरा गरिरहँदाखेरि जस्तो गर्दैको क्षेत्र अलि बढी डुबानको सम्भावित क्षेत्र छ। बालज्योति स्कुल पछाडिको भाग अलिकति डुबानको क्षेत्रहरू पनि छ, होइन? जस्तो पुष्पलालको तल्लो भाग त्यहाँनिर पनि अलिकति डुबानको क्षेत्र, जहाँ बुद्ध चोकदेखि अथवा माथि स्कुल रोडदेखि परेका पानीहरू सबै आउँछन्। त्यहाँका पानीहरू चाहिँ यहाँहरूले कसरी कटाउनका लागि कसरी? अहिले हामीले पुष्पलालको जुन एउटा त्यहाँभित्रको राजकुलो छ त्यसलाई चाहिँ अहिले हामीले शेरवाल लगाएर पक्की रूपमा चाहिँ एउटा बनाएर लगभग त्यहाँ हामीले अहिले 50 लाखको काम गरिरहेका छौँ। त्यो ठाउँ हामीले क्लियर गर्न सकेको खण्डमा त्यो पुष्पलालबाट जुन एउटा डुबानको क्षेत्र छ त्यो समस्याबाट चाहिँ हामी छिट्टै नै मुक्ति पाउँदैछौँ। जस्तो अब पुष्पलाल सँगसँगै अलिकति तल आउँदा जस्तो शाह मेडिकल छेउमै छ नि सानो पोखराको पुल, त्यहाँनिर पनि वर्षेनी डुबानको समस्या अथवा पानीहरू ओभरल्यापहरू हुने त्यस्तो समस्या छ। त्यसलाई चाहिँ कसरी व्यवस्थापन? अहिले हामीले त्यो पुलभन्दा दायाँपट्टि हामीले अहिले वाल लगाएका छौँ। जुन ठाउँबाट चाहिँ त्यो कुलो चढेर चाहिँ टोलहरूमा पानी छिर्थ्यो त्यो ठाउँहरू चाहिँ हामीले तटबन्धन गरेर चाहिँ पानी नछिर्ने चाहिँ बनाएका छौँ। अब अहिले 5 नम्बरबाट समग्र सबैतिर भिजिट गर्ने हो भने सबैतिर अन्यलको स्थिति छ। एक हिसाबले भन्ने हो भने सबैतिर भत्काएको, होइन, बिगारेको। जस्तो अब विकासको लागि त हामीले काहीँ न काहीँ त्यसलाई नभत्काइदिन नयाँ संरचना दिनै सक्दैनौँ। एक हिसाबले आम सर्वसाधारणले भन्दा चाहिँ जता हेर्दा पनि बिजोग छ, भत्किया छ भन्ने खालको भाष्य छ। त्यो भिडियो हेर्नेलाई के भन्नु? त्यो बनाउनको लागि, राम्रो बनाउनको लागि भत्काइएको हो। र अहिले हामीले विभिन्न मन्त्रालयहरूसँग अनुरोध गरेर, जस्तै भनौँ न अहिले वनदेवी टोलमा, यो सचेत टोलमा, बालज्योति स्कुलको यो रोडमा, जस्तै यो कान्ति लोकपथ हाइवेमा भयो, अहिले फुटपाथको कामहरू भइरहेको छ। पूजा पार्टी प्यालेसको बाटो भइरहेको छ। सिद्धार्थ बोर्डिङ स्कुल अगाडिको बाटो त्यो 3 मिटरको बाटो थियो, अहिले लगभग हामीले 8 मिटरको बनाएका छौँ। यो धेरै ठाउँमा चाहिँ अहिले विकास निर्माणको काम एकमुष्ट भइरहेको हुनाले हाम्रो वडा चाहिँ अलिकति अस्तव्यस्त देखिएको। लगभग 1.5-2 महिनामा शान्त र यो सुलभ ढङ्गबाट चाहिँ हाम्रो फेरि नियमित रूपमा फर्किन्छ। अध्यक्ष, अब अहिले शाह मेडिकलदेखिबाट हाम्रो वडा कार्यालयभन्दा अलिकति तल्लो भागसम्म पनि यहाँनिर अहिले सडक चौडा बनाउने कामहरू चलिरहेको छ, होइन? खास यो चाहिँ कुन बजेटले? यो सङ्घीय सरकारको बजेट हो। यो चाहिँ अहिले कान्ति लोकपथले यो काम गरिरहेको छ। यो काम चाहिँ अहिले सानो पोखरा पुलदेखि पिप्ले माछा प्लान्टको पहिलो गेटसम्म चाहिँ यो काम एकदम द्रुत गतिमा अगाडि बढिरहेको छ। यो फुटपाथ बनाउनाले चाहिँ हाम्रो यो विद्यालयका यो हजारौँ विद्यार्थीहरू निस्किन्छन्
र दुर्घटना पनि भइरहेको चाहिँ यो अवस्थामा यो फुटपाथले दुर्घटना न्यूनीकरण गर्ने र बाटो फराकिलो हुनुको साथै सर्वसाधारणलाई हिँडुल गर्नलाई चाहिँ यो साह्रै नै यो चाहिँ प्रभावकारी हुने हामीले महसुस गरेका छौँ। 5 नम्बर वडामा अलि बढी जोखिम भनेको क्याम्बा डाँडाको एरिया पनि छ। कमाने जाने पुल सँगसँगै मुखमा पनि म्याक्सिमम त्यहाँनिर दुर्घटनाहरू भइरहेको छन् होइन। र अब यहाँ दुर्घटना घटिसके पछाडि त्यसलाई फलोअप गर्दाखेरि हामीले CCTV फुटेजहरूमा पनि कैद नहुने राजमार्ग मतलब काठमाडौँ जाने बाटो होइन र हाम्रो धेरै चाहिँ आवाजावत हुने अलि सवारी चाप हुने बाटो सडक पनि हो। यो सडकलाई अथवा यहाँलाई भोलिको दिनमा यहाँले कसरी अब हेर्नु भएको छ? हामीले तुरुन्तै नै यो हामीले 15 लाखको CCTV क्यामेरा जुन क्यामेराले चाहिँ हिँडेको सवारी साधनहरूको प्रत्येकको फोटो खिचेर सेभ गरेर राख्छ। त्यो किसिमको चाहिँ हामीले डिजिटल त्यो क्यामेरा जडान गर्दैछौँ। त्यो क्यामेरा जडान गरिसकेपछि पक्कै पनि दुर्घटना भइसकेपछि दोषी पत्ता लगाउने र कारबाही गर्नको लागि सहज हुने चाहिँ हामीले महसुस गरेका छौँ। यो बाटोको कुरा भयो, हामी बाटोको कुरा फेरि जोड्दै जान्छौँ यहाँलाई होइन। यो अब 5 नम्बर वडा कार्यालयले चाहिँ युवा लक्षित कार्यक्रमहरू कस्ता खालका कार्यक्रमहरू अगाडि बढाइराखेका छन्? गएको वर्षमा कस्ता खालका कामहरू गरिराख्नु भएको थियो र यो आर्थिक वर्षमा कस्ता खालका कामहरू गरिराख्नु भएको छ यहाँले? हामीले युवाहरूलाई प्रत्येक युवाहरू हामी कहाँ बेरोजगार छौँ, हामीलाई जागिर चाहियो भनेर आउनुहुन्छ, तर उहाँहरूसँग सिप केही पनि हुँदैन। सिधै अब जागिर लगाइदिन पनि बिना सिपको मान्छेहरूलाई गाह्रो हुन्छ। त्यो अवस्थामा चाहिँ हामीले पोहोर परारकै वर्षहरूदेखि महिला दिदीबहिनीहरूको लागि सिलाइ कटिङका तालिमहरू, ब्युटी पार्लरका तालिमहरू, बुट्टीका तालिमहरू अघिल्ला वर्षहरू पनि हामीले सञ्चालन गरेका थियौँ। यस वर्ष पनि विभिन्न सङ्घ संस्था मार्फत भएका कार्यक्रमहरूमा हामीले वडाका प्रशिक्षार्थीहरूलाई सहभागी गराएर सिपले दक्ष बनाउने कामहरू पनि गरिरहेका छौँ र यसै वडा मार्फत पनि विभिन्न किसिमका तालिमहरू चाहिँ हामीले सञ्चालन गर्दै आएका छौँ। भनेर चाहिँ युवा लक्षित कार्यक्रमहरू समग्रमा चलिरहेछ। अब अहिले 5 नम्बर वडा भिजिट गर्ने हो भने म आफै पनि धेरैपल्ट यहाँसँग पनि भिजिट गरेको छु, म आफै पनि भिजिट गरिरहेको छु। यो 5 नम्बर वडालाई आफ्नो एरियालाई कसरी एरिया कभरेज गरेर यहाँले कुन ढङ्गबाट अगाडि बढाउन खोजिराख्नु भएको छ? 2-3वटा अर्थबाट। एउटा वन जङ्गलसँग तपाईँको एउटा प्रत्यक्ष रूपमा जोडिएको पनि छ, अर्को क्याम्पाको यो चाहिँ सरकारी जमिनसँग पनि प्रत्यक्ष जोडिएको छ, रङ्गशाला मतलब क्याम्पाको त्यो खेल मैदान पनि यहाँसँगै जोडिएको छ होइन। र करिडोरको हिसाबले यहाँले विकास गर्न खोजिराख्नु भएको भन्ने खालका कुराहरू पनि छन्। यसलाई चाहिँ कसरी अगाडि बढाइराख्नु भएको छ र करिडोरको यात्रा र सँगै अरू वडासँग छोइने खालका बाटाघाटाहरू कसरी निर्माण गरिराख्नु भएको छ? अहिले हामीले कर्रा तटबन्धनको काम लगभग क्याम्पा डाँडादेखि लिएर शान्तिनगरसम्म तटबन्धनको काम सकेर हामीले त्यहाँ करिडोरको बाटो लगभग 8-10 मिटरको बाटो हामीले बनाइसक्यौँ। हजुर। त्यो बाटोलाई आगामी दिनमा हामीले 8 नम्बरको पुलसम्म 7 नम्बरदेखि 8 नम्बरको पुलसम्म हामीले जोड्न पायौँ भने एउटा छोटो बाटो निकासको बाटो हुने हामीले सम्भावना देखाएका छौँ। त्यसै गरी हामीले क्याम्पा डाँडादेखि नै रुद्रेश्वर हुँदै सिँचाइ कुनासम्म चाहिँ हामीले कच्ची बाटोहरू ट्र्याक हामीले खोलिसकेका छौँ र केही स्थानहरूमा त्यो जोडिएका स्थानहरूमा बाटो खोल्न बाँकी छ र त्यो स्थानहरूलाई जोड्ने बित्तिकै हाम्रो एक चरणको बाटो यो वन क्षेत्रसँग जोडिएको बाटो चाहिँ शीघ्र नै सञ्चालन हुने अवस्थामा रहेको छ। जस्तो कर्रा खोलाको कर्रा करिडोरको कुरा गर्नुभयो यहाँले, भोलि बाढी आउँदाखेरि अथवा चाहिँ अन्य जोखिमको सम्भावनाहरू रहन्छ कि रहँदैन, यसलाई कसरी निर्माण गरिराख्नु भएको छ? पक्कै पनि हामीले त्यो कामलाई चाहिँ तटबन्धन गरेर मात्र हामीले त्यहाँ बाटो निर्माण गरेका छौँ। अब भोलिको दिनमा त्यो ठाउँबाट बाढी छिर्ने र जमिन कटान गर्ने भन्ने कुरामा समस्या रहँदैन। अब रुद्रेश्वर मन्दिर यहाँको ओडामा पर्ने एउटा एक हिसाबको धार्मिक अनि अलिकति पर्यटकीय क्षेत्र पनि हो होइन। यसलाई कसरी अगाडि बढाइराख्नु भएको छ र रुद्रेश्वरसँगै पनि यहाँले चाहिँ नयाँ सडक निर्माण गरेर त्यहाँ पनि अलिकति पर्यटकीय हिसाबले पनि र अन्य घुमफिरको हिसाबले पनि राम्रो बनाइराख्नु भएको छ, त्यसको बारेमा अलिकति बताइदिनु। हाम्रो रुद्रेश्वर मात्र नभइकन सिँचाइ कुनादेखि नै हाम्रो सिँचाइ कुना, दक्षिणकाली गुम्बा हुँदै दुर्गा मन्दिर, रत्नकाली मन्दिर हुँदै हामी रुद्रेश्वरमा आइपुग्छौँ। त्यहाँसम्म आइपुग्दा हाम्रो मन्दिरको ठाउँ भएको हुनाले त्यो छेउमा चाहिँ त्यसैको सँगसँगै चाहिँ बाटो खोल्न पाइयो भने एउटा धार्मिक पर्यटकीय हिसाबले पनि मन्दिरहरूको पनि विकास हुने कुरामा हामीले विश्वास लिएका छौँ र रुद्रेश्वर क्षेत्रमा अहिले विभिन्न किसिमका भगवानका मूर्तिहरू बनाएर एउटा
भक्तजनहरूलाई एउटा आन्तरिक पर्यटक पनि हुने र भक्तजनहरूको लागि दर्शन गर्नलाई एउटा राम्रो केन्द्रबिन्दुको रूपमा पनि यसलाई विकास गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ। अब 5 नम्बर वडा भन्ने बित्तिकै हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा बढी खेलकुद क्षेत्रसँग जोडिन्छ। यहाँ आफै पनि विगतको हिसाबले हेर्ने हो भने खेलाडी पनि हुनुहुन्छ होइन। रङ्गशाला त अब सबैलाई थाहा नै छ। लुकेका त्यस्तो के ठाउँ छ 5 नम्बर वडामा खेलकुदका क्षेत्रहरू जस्तो सम्भावना यहाँले वडाले बजेट लगानी गरेर अथवा मागेर कहाँ के गरिराख्नु भएको छ? अब अहिले हाम्रो फुटबलको लागि अब सबैजनाको एउटा व्यस्त ठाउँ बनेको छ पिप्ली क्याम्पा रङ्गशाला। हरेक कार्यक्रमहरू यहीँ आयोजना हुने गर्छन्। त्यसै गरी अहिले हाम्रो युवाहरूमा चाहिँ क्रिकेटको अलिक बढी क्रेज देखिराखेको छ। हामीसँग त्यो कर्राको पुलभन्दा दायाँपट्टि पहिला कोटिम लगाएको स्थानमा अलिकति जमिन बाँकी छ। हामीले चाहिँ त्यो स्थानलाई चाहिँ एउटा क्रिकेटको मैदान बनाउने हामीले एउटा लक्ष्य राखेका छौँ आगामी दिनमा। त्यसै गरी हामीले अहिले राइटोलमा फुटसलको मैदान तयार गर्दैछौँ। त्यसले पनि खेलाडीहरू उत्पादन गर्ने र हाम्रो यो ठाउँकै एउटा चिनारी बोक्न सम्भावना रहेको एउटा फुटसलको मैदान पनि तयार गर्दैछु राइटोल हाइटमा। त्यसले गर्दा पनि खेलकुदको क्षेत्रमा राम्रै चाहिँ काम भइरहेको छ भन्न सकिन्छ। अब स्थानीय सरकारले एउटा 5 वर्षको अवधि पार गरिकन अहिले झन्डै हामी 3 वर्षको 3-3.5 वर्षको अवधिमा छौँ। त 5 नम्बर वडा आजसम्म भाडामै बसिरहेछ। वडा कार्यालय कहाँ बनिरहेछ? कसरी अगाडि बढाइराख्नु भएको छ? हामीले धेरै ठाउँहरू खोज्यौँ। 5 नम्बर वडामा अहिले जग्गा कम भएको ठाउँ भएको हुनाले रत्नकाली स्कुल भनेर पहिला राइटोलमा थियो। त्यो स्कुल बालज्योतिमा मर्ज भइसकेपछि स्थानीयहरूको सहयोगमा सहकार्यमा उहाँहरूले चाहिँ त्यो सार्वजनिक जमिन उपलब्ध गराउनु भएपछि अहिले हाम्रो पहिलो तलाको ढलानको काम पनि सकिसकेको छ र दोस्रो तलाको ढलानको लागि हामी तयारीमा छौँ र केही समय लगभग 6 महिनासम्ममा हामीले त्यस ठाउँमा चाहिँ वडा कार्यालय सार्ने एउटा लक्ष्य राखेका छौँ। भनेपछि जाँदा जाँदै यहाँले भनेको यहाँको कार्यकाल सकिँदै वडा कार्यालयलाई सिफ्ट गरेर अर्को वडा अध्यक्षको लागि राम्रो वातावरण तय गर्दै पक्कै पनि। र अध्यक्षज्यू अन्त्यमा हामी भिडियोको एकदम अन्त्यतिर छौँ र छोटो मिठो कुराकानी नै रह्यो आज इन्फर्मेसन होइन। के भन्नुहुन्छ मेरा दर्शकको लागि यहाँको 5 नम्बर वडावासीको लागि समग्रमा यहाँले वडालाई कसरी कुन ढङ्गबाट अगाडि बढाउने योजना बनाइराख्नु भएको छ र दर्शकहरूको लागि र यहाँको वडावासीको लागि के भन्नुहुन्छ? वडावासीहरूले हाम्रो प्रत्येक विकास निर्माणको कामहरूमा सहज रूपमा स्वीकार गरेर जुन किसिमको एउटा सहयोग गरिरहनु भएको छ त्यसको प्रमुख कारण नै हाम्रो वडाको विकास नै वडावासीहरू हुनुहुन्छ र त्यसै गरी यी सबै कार्यहरूमा चाहिँ सहयोग गर्ने हाम्रो वडाका सम्पूर्ण राजनीतिक दलहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको सहयोग सहकार्यको कारणबाट हाम्रो वडाको विकासमा तीव्रता आइरहेको छ। त्यसै गरी हामीलाई यो बजेट व्यवस्थापन गर्नको लागि केन्द्रीय नेताहरूको जुन एउटा साथ सहयोग छ म चाहिँ प्रत्येक नेताको चाहिँ दैलोमा पुग्ने गरेको छु। केही न केही रूपमा चाहिँ बजेट उहाँहरूले विनियोजन गरिदिनु भएको बजेटबाट आज हाम्रो वडाको चाहिँ समग्र विकास भएको छ। अन्त्यमा हेटौँडा टुडेबाट देवकोटा कान्छोले सोध्न छुटाएको तर यहाँलाई एकदम भन्न मन लागेको त्यस्तो केही चिज छ भने तपाईँको लागि? यो विकास निर्माणको हामीले काम गर्दाखेरि प्रत्येक टोलमा अहिले हामी लागिरहेका छौँ। प्रत्येक टोलबाट चाहिँ जनगुनासाहरू अलि बढी आउने गरेका छन्। जनताहरूले पनि हामीले विकास निर्माण गर्दाखेरि उहाँहरूको लागि नै हामीले यो विकासको कामहरू गरिरहेका छौँ। उहाँहरूले अलिअलि सही दिनुभयो भने उहाँहरूले सहकार्य गरिदिनु भयो भने अझ हामीलाई काम गर्न सहयोग हुन्छ। उहाँहरूले हामीलाई यो ठाउँमा काम गर्नको लागि नै भनेर पठाउनु भएको छ। उहाँहरूको सहयोग बिना चाहिँ हामीले काम गर्न सक्दैनौँ। त्यसैले म वडावासीहरूलाई चाहिँ विनम्रतापूर्वक सहयोग गरिदिन म हार्दिक अनुरोध पनि गर्दछु। म लगायत मेरो वडा सदस्य साथीहरू ज्ञानबहादुर थापाज्यू, रामबहादुर राईज्यू, रञ्जिता सिल्वाज्यू, भगवती विगतज्यू जसरी चाहिँ उहाँहरूले मलाई साथ दिइरहनु भएको छ त्यसै गरी चाहिँ वडावासीहरूले पनि साथ दिनुभयो भने हामीले यो 5 वर्षभित्र नमुना लायक हेर्न लायक केही न केही कामहरू चाहिँ हामी पक्कै पनि गरेर देखाउँछौँ भन्ने चाहिँ म वडावासीहरूलाई विश्वास पनि दिलाउन चाहन्छु र यहाँहरूले जसरी सहयोग गरिरहनु भएको छ त्यसमा अझ सहयोग गरिदिनु भयो भने हामी आभारी हुनेछौँ भन्न पनि चाहन्छु।
दर्शकवृन्द, आज हामीले विशेष कुराकानी गरिसकेका छौँ वडा नम्बर 5 का वडा अध्यक्ष सुशील घिमिरेसँग। र आजको संवाद तपाईँलाई कस्तो लाग्यो? कृपया तपाईँलाई आजको संवाद जस्तो लाग्यो तपाईँले हामीलाई त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँले हामीलाई सामाजिक सञ्जालका विभिन्न माध्यमबाट युट्युबबाट र टिकटकबाट र त्यसै गरी फेसबुकबाट पनि हेरिराख्नु भएको छ। कृपया तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न सक्नुहुन्छ, फलो गर्नुभएको छैन, लाइक गर्नुभएको छैन भने पनि हामीलाई तपाईँले फलो गर्न सक्नुहुनेछ। आजलाई यो संवादबाट छुट्टिन्छु। नमस्कार।